त्यस्तो डरलाग्दो रोग हो र थाइरोइड? चाइल्ड बेयरिङ एजको फिमेलहरुमा चाहिँ हामीले पहिल्यै उपचार गरेनौं भने चाहिँ अब थाइरोइडले चाहिँ अलिकति नकारात्मक असरहरू पनि पार्न सक्छ। खानेकुरामा चाहिँ बन्दा खान हुँदैन, काउली खान हुँदैन, यो गाजर मुला खान हुँदैन भन्ने खालको कुराहरू चाहिँ धेरैबाट हामी सुन्छौँ। एक्ज्याक्टली हो चाहिँ के? यो कुराहरू खानै नहुने हो। जति टीएसएच को भ्याल्यु बढ्यो त्यति हर्मोनको मात्रा शरीरमा कमी भनेर बुझ्नु पर्यो। टीएसएच अब धेरै 150 200 भनेको मतलब थाइरोइड हर्मोनको एकदमै न्यून छ मात्रा शरीरमा भनेर बुझ्नु पर्यो। मेरो बच्चा कन्सिभ भइरहेको छैन थाइरोइडले होला हैन, ला मलाई चाहिँ यति धेरै कपाल झरिरहेको छ मेरो थाइरोइडले, यति धेरै छ। 5 वटा मिथ, थाइरोइडसँग सम्बन्धित 5 वटा मिथ यो छ हामी कहाँ भनेर भन्न पर्यो भने ती के हुन्छ? थाइरोइडको कारणले वेट गेन हुने चाहिँ 5 देखि 7 केजी मात्रै हो। अब त्यो समस्यालाई यदि ट्रिटमेन्ट गरिएन भने के हुन्छ? अब थाइरोइडको अब उसलाई शङ्का भयो हैन, अब यस्तो भनेको छ, यो साथीलाई पनि यस्तो थाइरोइड भयो भनेको छ, यसको यस्तो लक्षण थियो। अब नेटमा पनि हेर्छ, उसले इन्टरनेटमा हेर्छ हैन, यस्तो लक्षण भनेको छ, यो पक्कै थाइरोइडको हो कि भनेर अब त्यसलाई कन्फर्म गर्नलाई चाहिँ हामीले रगतमा थाइरोइड फङ्क्सन टेस्ट टीएफटी भनेर गर्नुपर्ने हुन्छ। उपचार गरेन भने चाहिँ डरलाग्दो अवस्था सृजना हुन सक्ला।